सम्पूर्ण भाइ बहिनी फेरि म तपाईकै लागि मेरो युट्युब च्यानल एसई म्याथ साइन्स प्रिपेयर बाई कृष्ण सरमा आइसकेको छु र आज म तपाईहरुको लागि क्लास 7 को युनिट 2 को क्वेशन एन्सर अथवा इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी को चाहिँ एक्सरसाइजहरु चाहिँ सल्भ गरेर चाहिँ तपाईहरुमाझ आएको छु। अब ढिला नगरिकन हामी क्वेशन आन्सरतिर लागौं। अनि भाइ बहिनीहरुलाई मैले पहिल्यैदेखि के भनेको छु भने साइन्स भनेको एउटा कुरा कस्तो खालीको बुक हो भने सकेसम्म आफैले खोज्नु पर्छ। आएन भने हामी युट्युब च्यानल यताउता हेरेर पनि हामीले यसको चाहिँ समस्याको समाधान गर्ने प्रयास गर्नुपर्ने हुन्छ है त। साइन्स भनेको खोजी गर्ने नै कार्य हो। अब मैले लेखेकै कुरा लेख्नु पर्छ भने छैन, भाइ बहिनीलाई सहज हुनको लागि सहज होस् भनेर चाहिँ मैले चाहिँ युट्युब च्यानलमा हालिदिएको छु। र भाइ बहिनीले के पनि गर्न सक्नुहुन्छ भने तपाईहरुले कुन ठाउँदेखि मेरो युट्युब च्यानल हेर्नु भएको छ त्यो तल चाहिँ कमेन्ट बक्समा चाहिँ कमेन्ट गरिदिनु होला है त। यो मैले हालेको युट्युब च्यानल चाहिँ तपाई कुन ठाउँबाट जस्तै सुर्खेत, काठमाडौँ, बनेपा कुन ठाउँबाट चाहिँ हेरिरहनुको छ त कमेन्ट बक्समा चाहिँ कमेन्ट गरिदिनु होला। र तपाईहरुलाई आफूमा लागेको जिज्ञासा पनि कमेन्ट बक्समा सोधिदिनु होला। विशेष गरी यो एससी म्याथ साइन्स प्रिपेयर बाई कृष्ण सर ग्रुप चाहिँ मैले चाहिँ तपाईहरुको लागि म्याथ र साइन्सको एससी को लागि तयार पारेको एउटा युट्युब च्यानल हो। भाइ बहिनीले के गर्न सक्नुहुन्छ त भन्दाखेरि अब 10 पछिदेखि चाहिँ म 10 क्लासकै म्याथ र साइन्सको चाहिँ प्रब्लमहरु सल्भ गरेर राख्ने छु र इम्पोर्टेन्ट क्वेशनहरु पनि राख्ने छु र एससी प्रिपेयर गर्ने भाइ बहिनीले नि कमेन्ट गर्न सक्नुहुन्छ। अब हामी ढिला नगरिकन क्लास 7 युनिट 2 को क्वेशन एन्सर सल्भतिर लागौं। हामी क्लास 7 युनिट 2 को नाम तपाईलाई थाहा छ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी छ र त्यसको सबै एक्सरसाइज चाहिँ मैले यसबाट चाहिँ गरेको छु। भाइ बहिनीले हेरेर साथ दिनुहुन्छ भने आशा पनि गरेको छु। पहिला सुरुमा भाइ बहिनीको लागि के छ त भन्दाखेरि एक्सरसाइजमा चाहिँ पहिला सुरुमा टिक द करेक्ट अल्टरनेटिभ गिवन बिलो भनेर भनेको छ अथवा सुइटेबल एन्सर गर भनेर भनेको छ। अब भाइ बहिनी के गर्न सक्नुहुन्छ त भन्दाखेरि फिल इन द ब्ल्याङ्क्स विथ सुइटेबल वर्ड्स गिवन बिलो भनेको छ। यसमा के गर्न सक्नुहुन्छ भने हेर्नुस् त फर्स्टमा के छ भने सुइटेबल वर्ड्सहरु गिवन वर्ड्सहरु चाहिँ के दिएको छ भने सफ्टवेयर, ब्राउजर, कनेक्ट, आईसीटी एन्ड प्रोग्राम दिएको छ। र फर्स्टमा के छ भने कम्प्युटर, स्मार्टफोन्स, डिजिटल क्यामेरा एसेट आर द डिभाइस अफ भनेको छ। अब मैले त्यहाँनेर आन्सर दिएको छु, भाइ बहिनीले चुज गरेर लेख्न सक्नुहुनेछ है त। कम्प्युटर, स्मार्टफोन, डिजिटल क्यामेरा एसेट आर द डिभाइस अफ आईसीटी इन्टरनेशनल कम्युनिकेसन टेक्नोलोजी हो। तिनीहरु चाहिँ के त भन्दाखेरि डिभाइसहरु हुन्। बीमा के छ त बीमा हेरौँ त इन्टरनेट ड्याश 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 छ अनिखेरि मिन्स अफ इन्फर्मेसन एन्ड टेक्नोलोजी विथ इच अदर भनेको छ। अब भाइ बहिनीले यसमा पनि लेख्न सक्नुहुन्छ, मैले राखिसकेको छु। इन्टरनेट कनेक्ट मिन्स अफ इन्फर्मेसन एन्ड टेक्नोलोजी विथ इच अदर राखेको छु। भाइ बहिनीले त्यसमा फिल इन द ब्ल्याङ्क्समा यु क्यान चुज कनेक्ट इन सेकेन्ड वान। ओके, नाउ सीमा छ हेर्नुस् त we can source necessary information with the help of dash 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 त खाली ठाउँ थियो। अब हामीले त्यसमा के लेख्न सक्छौं भन्दाखेरि we can source necessary information with the help of browser from internet. You can put browser in third one. Okay, भाइ बहिनी थर्ड मा चाहिँ के राख्न सक्नुहुन्छ भने चाहिँ ब्राउजर राख्न सक्नुहुन्छ है। त्यसैगरी हेर्नुस् त डी नम्बरमा छ The series of instructions is called computer भनेको छ। अब the series of instructions is called computer software। भाइ बहिनीले क्वेशन नम्बर डी को फिल इन द ब्ल्याङ्क्समा चाहिँ के राख्न सक्नुहुनेछ भन्दाखेरि यु क्यान युज सफ्टवेयर वर्ड्स इन फोर्थ वान। ओके, भाइ बहिनीले के गर्न सक्नुहुन्छ भने फोर्थमा चाहिँ सफ्टवेयर चुज गर्न सक्नुहुनेछ है त। त्यसैगरी क्वेशन नम्बर मा spreadsheet used in computer to prepare chart or graph is a भनेको छ। इज अ पछि तपाईले के राख्न सक्नुहुन्छ भने हेर्नुस् त सफ्टवेयर पनि गइसकेको छ, ब्राउजर नि गइसकेको छ, कनेक्ट नि गइसकेको छ, आईसीटी नि गइसकेको छ। नेक्स्ट वान इज हामीले के गर्न राख्न सक्छौं प्रोग्राम राख्न सक्छौं है त। हामीले केमा त भन्दाखेरि इमा प्रोग्राम राख्न सक्छौं। ल भाइ बहिनीले सो फिल इन द ब्ल्याङ्क्स गर्नुस् त
कपीमा अथवा बुकमा छ भने बुकमा पढ्नुहोस्, कपीमा पढ्नुहोस्, राम्रोसँग पढ्नुहोस्। यसो हेरेको आफूले हेर्दाखेरि नि कतिपय कुराहरू चाहिँ दिमागमा आफै सेट हुने कारणले गर्दा चाहिँ यदि भाइ बहिनीहरूसँग खाली समय छ भने अरूतिर ध्यान दिनुभन्दा नि पढ्नुतिर ध्यान दिनु होला है त। ल अब हामी 2 मा जाँदैछौँ। 2 मा के छ त हेर्नुहोस् त। टिक द करेक्ट स्टेटमेन्ट एन्ड क्रस आउट इनकरेक्ट स्टेटमेन्ट भनेको छ। अब मिल्नेमा चाहिँ टिक दिनु पर्यो, नमिल्नेमा चाहिँ इनकरेक्ट दिनु पर्यो, त्यहाँ साइन जे छ त्यही दिनु पर्यो भनेको छ। अब भाइ बहिनीलाई एमा के छ त भन्दाखेरि डिभाइस रिलेटेड टु कम्प्युटर आर युज टु एक्सचेन्ज इन्फर्मेसन अल एराउन्ड द वर्ल्ड बिकज अफ इन्टरनेट भनेको छ। त्यसमा चाहिँ भाइ बहिनीले के गर्न सक्नुहुन्छ त भन्दाखेरि यसमा ट्रु गर्न सक्नुहुन्छ। डिभाइस रिलेटेड टु कम्प्युटर आर युज टु एक्सचेन्ज इन्फर्मेसन अल एराउन्ड द वर्ल्ड बिकज अफ इन्टरनेट ट्रु हो। र त्यसै गरी बीमा के छ भन्दाखेरि इमेल रिसिभ डज नट निड इन्टरनेट सर्भर टु रिड द मेल भनेको छ। त्यो चाहिँ पक्कै पनि फल्स हुनुपर्छ। इमेल्स रिसिभर डज नट निड इन्टरनेट सर्भिस टु रिड द मेल भनेको छ। इन्टरनेट सर्भिस त्यसमा चाहिन्छ, त्यही कारणले त्यो फल्स हो है त। त्यसै गरी भाइ बहिनीको लागि क्वेसन नम्बर सी अथवा सीमा छ के छ त भन्दाखेरि फोटो क्यान बी मेड मोर एट्र्याक्टिभ फ्रम फोटो एडिटिङ भनेको छ। फोटो एडिटिङबाट चाहिँ फोटोलाई चाहिँ राम्रो बनाउन सकिन्छ होइन त। त्यो भाइ बहिनीलाई थाहा छ। हिजोआजको भाइ बहिनीले के भन्छ नि विभिन्न खालको एप्सबाट फोटो राम्रो पनि बनाइसक्नु भएको छ। भाइ बहिनीलाई यो कुरा पहिल्यै थाहा छ। सो सी नम्बरको एन्सर चाहिँ के हुन्छ त भन्दाखेरि सी नम्बरमा चाहिँ के हुन्छ त भन्दाखेरि करेक्ट अथवा टिक मार्क्स लाउनुहोस्। डी नम्बर साइज अफ फोटो क्यान बी इन्क्रिज अर डिक्रिज युजिङ एमएस पेन्ट भनेको छ। एमएस पेन्टबाट चाहिँ त्यो गर्न सकिँदैन। त्यसको साइज चाहिँ के छ, साइज चाहिँ के गर्न सक्दैन त भन्दाखेरि इन्क्रिज र डिक्रिज गर्न सक्दैन। त्यही कारणले के गर्न सकिन्छ त भन्दाखेरि हेर्नुहोस् त के भन्छ नि साइज अफ फोटो क्यान बी इन्क्रिज अर डिक्रिज युजिङ एमएस पेन्ट भन्छ। फोटोको साइज चाहिँ के भन्छ नि इन्क्रिज र डिक्रिज के एमएस पेन्टबाट गर्न सक्दैन। सो द्याट वान इज फल्स। नेक्स्ट वान इज लास्ट ई नम्बर हेर्नुहोस् त द सेट अफ इन्स्ट्रक्सन्स युज टु अपरेट द कम्प्युटर कज प्रोग्राम भनेको छ। यु क्यान तपाईँले त्यसलाई चाहिँ ट्रु गर्न सक्नुहुन्छ है त। भाइ बहिनी हेर्दै हुनुहुन्छ, सिक्दै हुनुहुन्छ, नयाँ कुरा सिक्नुपर्छ। त्यसै कारणले गर्दा चाहिँ मेरो युट्युब च्यानललाई लाइक पनि गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। तपाईँहरूको लागि ज्ञानवर्धक कुराहरू विभिन्न खालको क्वेसन एन्सरहरू पनि लिएर आउनेछु। साथसाथै यसै वर्षको अन्तिमतिर तपाईँहरूको लागि सजिलो होस् भनेर सकेसम्म सबै पाठको नोटहरू इम्पोर्टेन्ट क्वेसनहरू पनि राखेर आउनेछु। त्यही कारणले सबै भाइ बहिनीले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला है त। अब हामी क्वेसन नम्बर 3 मा जाउँ है त। क्वेसन नम्बर 3 मा जाउँ। क्वेसन नम्बर 3 मा के छ भने युज टिक साइन फर द करेक्ट अप्सन भनेको छ। करेक्ट अप्सनमा चाहिँ टिक साइन लाउनु भनेको छ। अब हेर्नुहोस् त है, अब हेर्नुहोस् त एमा छ वाट टाइप्स अफ सफ्टवेयर इज विन्डो युज इन कम्प्युटर भनेको छ। तपाईँलाई थाहा छ, तपाईँले पढिसक्नु भएको छ। सिस्टम सफ्टवेयर अभियसली सिस्टम सफ्टवेयर के हुन्छ त भन्दाखेरि त्यसको राइट एन्सर हुन्छ। सिस्टम सफ्टवेयर त्यसको चाहिँ राइट एन्सर हुन्छ। वाट टाइप्स अफ सफ्टवेयर इज विन्डो युज इन कम्प्युटर छ, त्यसमा चाहिँ सिस्टम सफ्टवेयर चाहिँ राख्नु होला है त। भाइ बहिनीलाई मैले हल्का के भन्छ नि यसको बारेमा डिस्क्राइब पनि गरिरहेको छु। सानोतिनो कुराहरू लगभग तपाईँले क्लासमा नै पढिसक्नुपर्छ। तपाईँलाई क्लासमा टिचरले नै पढाइसक्नु भएको छ। त्यही पनि हेल्प होस् भनेर मैले अलि थोरै तपाईँलाई डिस्क्राइब पनि गरिरहेको छु है। ल त्यसै गरी अब पाना पल्टाउनुहोस् त। 47 मा छौँ, अब हामी 48 मा जान्छौँ है त। 48 मा जाँदैछौँ हामी। अब 48 मा के छ त हेर्नुहोस् त एकचोटि वाट डज सीसी रिटर्न इन इमेल एड्रेस डिनोट भनेको छ। सीसी भनेको के हो भन्ने कुरा छ। सीसी भनेको के हो त भन्दाखेरि हेर्नुहोस् त कार्बन कपी सीसी डिनोट कार्बन कपी। त्यही कारणले तपाईँले के राख्न सक्नुहुन्छ भन्दा त्यसमा चाहिँ कार्बन कपी चाहिँ एन्सर लेख्न सक्नुहुन्छ है त। अब सी नम्बर हेर्नुहोस् त विच अफ द फलोइङ्स इज डिसएडभान्टेज अफ इमेल भनेको छ। तपाईँलाई थाहा छ इमेलको डिसएडभान्टेज के हो भन्दाखेरि हेर्नुहोस् त क्विक एक्सचेन्ज अफ इन्फर्मेसन, कम्पेरेटिभली लेस एक्सपेन्सिभ, त्यहाँनिर एक्सपेन्सिभमा एप भएछ एप काट्नुहोस् ल भाइ बहिनीले।
अनि त्यसको एन्सर चाहिँ के छ भन्दा निट इन्टरनेट कनेक्सन। त्यो निट इन्टरनेट कनेक्सन चाहिँ त्यसको चाहिँ राइट एन्सर हो, किनकि इन्टरनेटसँग कनेक्सन नभइकन के हुँदैन त भन्दाखेरि इमेल चल्दैन। सो त्यो चाहिँ एउटा डिसएडभान्टेज हो है। ल डी नम्बरमा छ वाट इज ड्र्याग इन स्प्रेडसिट। स्प्रेडसिटमा चाहिँ वाट इज ड्र्याग इन स्प्रेडसिटको ड्र्याग के हो भनेर भनेको छ। हेर्नुहोस् त सेलेक्ट एन्ड कपीले यहाँ त्यसको चाहिँ राइट एन्सर है त। अब एउटा छ भाइ बहिनीको लागि चुज द करेक्टमा। हेर्नुहोस् त के छ त भन्दाखेरि हेर्नुहोस् त वाट डज जिओभी डिनोट्स इन www.moecdc.gov.np भनेको छ। त्यसमा चाहिँ जिओभीले के जनाउँछ, के डिनोट गरेको छ भनेको छ। जिओभी भनेको चाहिँ गभर्मेन्ट वेबसाइट हो है भाइ बहिनी हो। सो यु क्यान चुज गभर्मेन्ट वेबसाइट इन क्वेसन नम्बर ई है। ल त्यसपछि फोन नम्बर छ। हेर्नुहोस् त भाइ बहिनी हेर्दै जानुहोस् है, हेर्दै जानुहोस्, मसँग अगाडि बढ्नु होला। फोन नम्बरमा डिफ्रेन्ट गर्ने छ बिट्विन के गर्ने छ त भन्दाखेरि सिस्टम सफ्टवेयर एन्ड एप्लिकेसन सफ्टवेयर छ। इमा बीमा चाहिँ लेटर मेल एन्ड इमेल छ। अब हेर्नुहोस् त यसमा चाहिँ सिस्टम सफ्टवेयर एन्ड एप्लिकेसन सफ्टवेयर छ। अब यसको डिफ्रेन्ट बिट्विन हेर्नुहोस् त मैले यसरी लेखिदिएको छु। ल हेर्नुहोस् है भाइ बहिनीले सार्नुहोस्। सिस्टम सफ्टवेयर the types of software which is used to run or control computer system is called system software. Some example of system software are Windows, Mac OS, Android, etc. So then another one is application software. The software which is designed to control computer according to a will and user is called application software. So अब त्यसको एक्जाम्पलहरु चाहिँ के छ भन्दाखेरि हेर्नुस् त फोटोशप, पीडीएफ रिडर that are the example of application software. I will सार्नु होला है। ल अब अर्को हेर्नुस् त, अर्को हेर्नुस्, अर्को के छ त भन्दा लेटर मेल एन्ड इमेल भनेको छ। अब त्यसको डिफरेन्ट बिट्विन मैले लेखेको छु। लेटर मेलमा के छ भने मेसेज रिटर्न अन पेपर एन्ड सेन्ड थ्रु पोस्टल सर्भिस इज नोन एज लेटर मेल भनेर भन्छ। इट इज स्लोवर मेथड देन इमेल। यो चाहिँ मेल भन्दा चाहिँ एकदम स्लो ढिलो पुग्छ, किनकि कहिलेकाहीँ त टाढाको मान्छेले बोकेर कता त लानुपर्ने हुन्छ। पहिला चाहिँ यो चाहिँ मेल त्यो लेटर मेल सर्भिस थियो। अहिले चाहिँ के छ भने अहिले त हामीसँग सबैसँग चाहिँ प्रायः जस्तो इमेल भइसकेको हुन्छ नि त, त्यही कारण इमेलबाट पर्छ। हेर्नुहोस् त यसको चाहिँ के छ भने द मेथड अफ सर्भिस एन्ड एक्सचेन्जिङ डिजिटल इन्फर्मेसन भाया इन्टरनेट इज कल्ड इमेल छ। इट इज फास्टर मेथड देन लेटर। लेटर भन्दा चाहिँ एकदम फास्ट हुन्छ। अहिले हामीले तत्कालै कतै समाचारहरू पुर्याउनु छ भने हामीले पुर्याउन सक्छौँ। ल भाइ अहिले भाइले सार्नु होला है। त्यसपछि हामी कहाँ जान्छौँ भन्दाखेरि एन्सर द फलोइङ क्वेसन, क्वेसन नम्बर 5 मा जान्छ है। अब हामी क्वेसनतिर छौँ है भाइ बहिनी। ल हामी सँगसँगै अगाडि बढ्नु होला। ल क्वेसन एन्सर द फलोइङ क्वेसन छ। ए नम्बर क्वेसन भाइ बहिनीले बुकमा हेरिसक्नु भइसकेको छ। वाट इज इन्फर्मेसन एन्ड टेक्नोलोजी भनेको छ। अब यसको एन्सर भाइ बहिनीले आफ्नै तरिकाले लेख्नु पनि हुन्छ त मेरो तरिकाले लेख्नु भन्छ। इट इज द युज अफ कम्प्युटर सिस्टम्स, हार्डवेयर, सफ्टवेयर एन्ड नेटवर्क्स टु म्यानेज, एक्सेस एन्ड गिभ यु अस इन्फर्मेसन इज कल्ड इन्फर्मेसन एन्ड टेक्नोलोजी भनेर मैले भनेको छु। भाइ बहिनीले आफ्नै ल्याङ्ग्वेजबाट मिलाएर लेख्नु भयो नि हुन्छ है त। सार्नु होला अथवा आउँदैन भने भाइ बहिनीले सार्नु होला, पढ्नु होला, अगाडि बढ्नु होला। ल त्यसै गरी अब म क्वेसन नम्बर बी मा जाँदैछु। क्वेसन नम्बर बी मा हेर्नुहोस् त हाउ डज टुल अफ इन्फर्मेसन एन्ड टेक्नोलोजी चेन्ज द लाइफस्टाइल अफ ह्युमन्स बिइङ्स, क्ल्यारिफाई द स्टेटमेन्ट भनेको छ है। यसको भाइ बहिनीले लेख्नु होला है, आफ्नै तरिकाले लेख्नु होला। त्यो ह्युमन बिइङ्स इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी चाहिँ मान्छेको लाइफस्टाइलमा चाहिँ कसरी चेन्ज भएको छ त्यसको बारेमा चाहिँ लेख्नु होला भनेको छ। मैले लेखिदिएको छु। विथ द युज अफ इन्फर्मेसन एन्ड टेक्नोलोजी वी क्यान रिड अनलाइन न्युज एन्ड नो अबाउट द इभेन्ट्स ह्यापनिङ अराउन्ड द वर्ल्ड इजली. We can get the knowledge or information we need from various types of social media. We can talk to distant relatives and send photos and videos. We can know the weather forecast and reach new place using map.
For this and other reasons, information and technology have changed human lifestyle भनेर लेखेको छु। भाइ बहिनीले यदि लेख्नुभयो नि हुन्छ अथवा मिलाएर लेख्नुभयो नि हुन्छ। तपाईले लेख्नुपर्ने कुरा त भनेको चाहिँ के भने इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी चाहिँ मान्छेलाई चाहिँ कसरी तिनीहरूको लाइफस्टाइल उनीहरूको लाइफस्टाइल चाहिँ चेन्ज गरेको छ भनेको छ है। ल अब जानुहोस् क्वेशन नम्बर सी मा। Question number C भाइ बहिनीले पढिसक्नु छ। What is internet? Make a list of tasks which has become possible today because of computer भनेको छ। भाइ बहिनीले क्वेशन सारिसक्नु भएको छ, एन्सर लेख्नुहोस् त। त्यसो भने इन्टरनेट इज अ नेटवर्क of millions of computers in the world. The important function made possible by the internet are as follows भनेको छ। भाइ बहिनीले हामीले तरिकाले मिलाएर लेख्नुभयो हुन्छ अथवा मैले लेख्नुभयो हुन्छ है त। ल एक नम्बरमा के छ भन्दाखेरि we can read online news, हामीले अनलाइनबाट चाहिँ न्यूजहरु पढ्न सक्छौं है। सेकेन्डमा we can get the knowledge or information we need from various types of social networks, हामी विभिन्न खालका सोशल नेटवर्कबाट चाहिँ के भने इन्फर्मेसनहरु चाहिँ न्यूजहरु चाहिँ थाहा पाउन सक्छौं, नलेजहरु चाहिँ गेन गर्न सक्छौं। नेक्स्ट वन इज we can talk to distance relative and send photos and videos। पहिलाको जस्तो जमाना छैन अहिले, हामी धेरै टाढा टाढा भएका मानिसहरु आफ्नो आफन्त मित्र के भन्छ आफन्त नातेदारसँग पनि बोल्न सक्छौं, उनीहरुलाई भिडियो फोटोहरु चाहिँ पठाउन सक्छौं, लिन सक्छौं है। नेक्स्ट वन इज we can reach new place using online maps, हामीले चाहिँ गुगल म्यापहरुको तरिकाले चाहिँ के हुन्छ भने विभिन्न नयाँ ठाउँमा नि पुग्न सक्छौं है। र नेक्स्ट वन इज द we can know the weather forecast भनेको चाहिँ वेदर फोरकास्ट भनेको त्यो वेदर फोरकास्ट पनि हामीले यसबाट चाहिँ थाहा पाउन सक्छौं है। ल अब अर्को हेर्नुस् त, अर्को क्वेशनमा के रहेछ हेर्नुस् त। हाउ क्यान वी युज इबुक राइट एन्ड एनी टु एडभान्टेज अफ युजिङ इबुक भनेको इबुक भनेको के हो, कसरी इबुक कसरी युज गर्न सक्छौं र त्यसको एडभान्टेज लेख्नुस् भनेको छ। भाइ बहिनीको लागि मैले लेखेको छु search and download ebooks from various online sources and the downloaded ebooks can be opened on a computer or mobile and read or use भनेर भनेको छु। अब एडभान्टेजहरु यसरी लेखेको छु हेर्नुस् त। देयर आर टु एडभान्टेज अफ युजिङ इबुक भनेर दिएको छु। मेनी इबुक्स क्यान स्टोर इन अ सिंगल कम्प्युटर, धेरै खालीको धेरैवटा बुकहरु चाहिँ हामीले एउटा सिंगल कम्प्युटरमा चाहिँ के गर्न सक्छौं त भन्दाखेरि राख्न सक्छौं, स्टोर गर्न सक्छौं, आफूलाई चाहेको बेला पढ्न सक्छौं। अनि अर्को के छ त भन्दाखेरि इबुक आर इजी टु obtain and can be obtained from anywhere where there is internet access भनेर भनेको छ है। त्यो लेख्न सक्नुहुनेछ भाइ बहिनीले है। अब त्यसैगरी क्वेशन नम्बर ई मा जाँदै छौं हामी। क्वेशन नम्बर ई मा के भनेको छ भने राइट एनी टु एडभान्टेज एन्ड डिसएडभान्टेज अफ इमेल भनेर भनेको छ हेर्नुस् त। राइट एनी टु एडभान्टेज एन्ड डिसएडभान्टेज अफ इमेल भनेको छ। इमेलको एडभान्टेज र डिसएडभान्टेज लेख्नु भनेको छ। पहिला सुरुमा हामी के गरौँ त भन्दाखेरि एडभान्टेज लेखौँ ल। त्यही कारणले टु एडभान्टेज अफ इमेल आर भनेको छ इट क्यान बी कम्युनिकेट फास्ट, यसले चाहिँ फास्ट कम्युनिकेट गर्न सक्छ। चिठी जस्तो पुर्याउन उता जान धेरै टाइम लाग्दैन, यसले फास्ट कम्युनिकेट गर्न सक्छ। इमेल क्यान बी सेन्ड अर रिसिभ एट एनी टाइम, त्यसले चाहिँ हामीले चाहिँ जुनै टाइममा पनि पठाउन सक्छौं, यो बेला भन्दा जुनै बेला पनि पठाउन सक्छौं नेट भएको बेलामा हैन त। अब टु डिसएडभान्टेज अफ इमेल आर भन्छ इमेलको डिसएडभान्टेज भनेको छ। अब तपाईलाई थाहा छ इट इज नट इफेक्टिभ इन रिमोट एरिया भनेको त्यो के भन्छ नि दुर्गम क्षेत्रहरुमा चाहिँ यो के भन्छ इफेक्टिभ हुँदैन, किनभने त्यहाँ नेटहरु चाहिँ एकदम सम्भव हुँदैन है। अनि अर्को के छ त भन्दाखेरि भाइरस क्यान अल्सो स्प्रेड टु कम्प्युटर थ्रु इमेल, अनि भाइरसहरु चाहिँ इमेलहरुबाट विभिन्न खालका डाटाहरुबाट चाहिँ के भन्छ सरेर कम्प्युटरको फाइल्सहरु चाहिँ बिगार्ने काम चाहिँ गर्छ है। ल अब हामी कतिमा पुग्यो भन्दाखेरि चाहिँ क्वेशन नम्बर F मा पुगेको छौं। क्वेशन नम्बर के भन्छ व्हाट इज स्प्रेडशीट प्रोग्राम, मेक अ लिस्ट टास्क that can be performed स्प्रेडशीट भनेर भनेको छ। अब यसको आन्सर लेख्नुस् त भन्दाखेरि स्प्रेडशीट प्रोग्राम इज अ कम्प्युटर प्रोग्राम used for calculations, preparations, ग्राफ चार्ट एक्सेट्रा भनेको छ। अनि त्यसको अर्को आन्सर छ पछाडीको टेल क्वेशनको आन्सर हेर्नुस् त। द फलोइङ्स आर द टास्क वी क्यान डु विथ इट भनेर लेखेको छु मैले। अब हेर्नुस् त त्यसमा लार्ज क्याल्कुलेसन क्यान बी डन इन अ सर्ट टाइम, धेरै लामो क्याल्कुलेसन चाहिँ थोरै टाइममा गर्न सक्छौं। एनी डाटा अर इन्फर्मेसन क्यान बी, हामीले सबै खालको डाटाहरु चाहिँ हामीले के भन्छ इन्टर गर्न सक्छौं है। द डाटा इन्टर इन्टु द स्प्रेडशीट क्यान बी
सर्टेड अल्फाबेट तिनलाई अल्फाबेटिकल अर्डरमा नि राख्न सक्छौँ हामीले है। अनि अर्को के छ भने द डाटा क्यान बी प्रेजेन्ट इन द चार्ट अर टेबलमा पनि प्रेजेन्ट गर्न सक्छौँ है। अब क्वेसन नम्बर के छ त भन्दाखेरि क्वेसन नम्बर जीमा छ। क्वेसन नम्बर जीमा छ के छ भन्दा वाट इज कम्प्युटर भाइरस, वाट आर द प्रिभेन्टिभ मेजर्स फर स्टपिङ द कम्प्युटर टु बी इन्फेक्ट फ्रम भाइरस भनेर छ। अब त्यसको एन्सर लेख्न सक्नुहुन्छ भाइ बहिनीले। त्यो भने बुझिसक्नुभयो होला है भाइ बहिनीले, त्यति मैले बुझाउनु पर्छ जस्तो लाग्दैन है। कम्प्युटर भाइरस इज द टाइप अफ कम्प्युटर सफ्टवेयर विच अब्स्ट्रक्ट्स फङ्सन अफ कम्प्युटर एप्रोप्राइट। अनि त्यसको एन्सर अब कम्प्युटर भाइरस भनेको के हो लेखेँ। अब कम्प्युटर भाइरसलाई कसरी मेजर कसरी स्टप गर्न सकिन्छ भन्ने कुरा छ। एप्रोप्राइट एन्ड रिलायबल एन्टिभाइरस सफ्टवेयर क्यान बी युज टु प्रोटेक्ट द कम्प्युटर फ्रम ड्यामेज भनेर छ। अब त्यसको लागि चाहिँ हामीले चाहिँ राम्रो खालको चाहिँ के गर्नु पऱ्यो त भन्दाखेरि एन्टिभाइरस राख्नु पऱ्यो, जसले गर्दा चाहिँ के हुन्छ त भन्दाखेरि हामीले आफ्नो कम्प्युटर चाहिँ के गर्न सक्छौँ प्रोटेक्ट गर्न सक्छौँ, कम्प्युटरमा भएका फाइलहरू चाहिँ प्रोटेक्ट गर्न सक्छौँ। अब एजमा छ वाइ इज इट नेसेसरी टु फलो कम्प्युटर इथिक्स वाल युजिङ इन्टरनेट कम्प्युटर भनेर भनेको छ। अब त्यसमा चाहिँ धेरै कुराहरू छ हेर्नुहोस् त। हिजोआज विभिन्न खालका साइबर क्राइमहरू हुने गर्दछन्, विभिन्न खालका अहिले के भन्छन् विभिन्न खालका वस्तुहरू ह्याक गर्यो भन्ने कुराहरू सुनेको हुन्छ हामीले होइन। त्यो सबै चाहिँ के गर्न सक्छ मिनिमाइज गर्नुको लागि, हटाउनुको लागि, त्यसलाई चाहिँ के गर्नुको लागि स्टप गर्नुको लागि हामीले चाहिँ के गर्नुपर्छ भने इथिक अपनाउनुपर्छ। त्यसको एन्सर चाहिँ मैले यसरी लेखेको छु हेर्नुहोस् त। We can get into troubles if we do not know how to use computer and the internet properly, or if we are unable to do so. Sometimes when we trust friends we have made through virtual means while using social media, personal or confidential information can be leaked. कहिले हाम्रो त्यो के भन्छ इन्फर्मेसनहरू लिक हुन सक्छ। We can lead the problem, त्यसले चाहिँ प्रब्लम हुन सक्छ। In addition, we can also suffer financial losses. Therefore, we should follow the code of conduct or computer ethics while using computer and the internet भनेर भनेको छु। भाइ बहिनीले आफ्नै तरिकाले लेख्नु भयो भने हुन्छ है यसको एन्सर चाहिँ। ल अब हामी एचमा आयौँ। अब एच पछि आईमा एकचोटि हेरौँ त। एचमा आईमा के छ भने आईमा एकचोटि हेर्नुहोस् त भाइ बहिनीले। आईमा हेर्नुहोस् ल। आईमा के छ त भन्दाखेरि वाट आर द टुल्स अफ इन्फर्मेसन एन्ड टेक्नोलोजी भन्छ। इन्फर्मेसन एन्ड टेक्नोलोजी टुल्सहरू के हुन्छ भाइ बहिनीलाई थाहा छ। इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजीको टुल्सहरू धेरै छन्। त्यसमा चाहिँ हेर्नुहोस् टिभी, रेडियो, ल्यापटप के छ सबै प्रायः चाहिँ के हुन्छ भन्दाखेरि इन्फर्मेसन टेक्नोलोजीको त के हुन्छ भन्दाखेरि टुल्सहरू हुन् है। तपाईँले आफ्नै तरिकाले लेख्न सक्नुहुन्छ। ल अब जे नम्बरमा एकचोटि हेरौँ हामी। How has human life become easy due to the development in information and technology भनेर चाहिँ यो चाहिँ हामीले तपाईँले लेख्नुभएको चाहिँ कुनमा भन्दाखेरि कुनसँग मेल खान्छ भने यसको एन्सर चाहिँ यसको एन्सर चाहिँ 2 नम्बरको एन्सरसँगै मेल खान्छ। भाइ बहिनी त्यही 2 नम्बरको एन्सरलाई चाहिँ मिलाएर लेखिदिनु भयो भने हुन्छ। हेर्नुहोस् त के हुन्छ भन्दाखेरि विथ द डेभलपमेन्ट अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन we can immediately know about the हामीले सबै ठाउँमा भएको कहाँ के भएको घटनाहरू त्यसको बारेमा थाहा पाउन सक्छौँ। अनिखेरि रेडियो टेलिभिजनमा थाहा पाउन सक्छौँ। अनिखेरि के हुन्छ we can get the knowledge or information we need from various types of social networks. We can talk to distance। अब त्यो मैले अघि भनेको थियो नि तपाईँले बी को एन्सरसँग सबै मिल्न सक्छ, मिलेको छ, मिलाएर लेख्न सक्नुहुन्छ। त्यसलाई चाहिँ मिलाएर लेखिदिनु होला है त। अब लास्ट फोनमा हेर्नुहोस् त। लास्टको एउटा क्वेसन छ हामीसँग है। अब सकिसक्यो भाइ बहिनीहरूको लागि। फिल इन द गिभन डाटा भनेको छ यो चाहिँ टिचरको मद्दतले अब क्लासमा बुझेर लेखिदिनु होला। मैले चाहिँ गरिदिएको छु यसरी। तपाईँले चाहिँ बुझेर टिचरसँग बुझेर लेख्नु होला है त। ल भाइ बहिनी सबैले सकेसम्म चाहिँ मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला, किनकि हामीले ज्ञान गुणका कुराहरू सिक्नुपर्छ, नआएको कुराहरू सिक्नुपर्छ। म तपाईँलाई विभिन्न खालका माध्यमबाट चाहिँ विभिन्न तरिकाले सजिलोसँग चाहिँ तपाईँहरूलाई चाहिँ के गर्छु त भन्दाखेरि तपाईँलाई चाहिँ गाइड गर्छु। त्यही कारणले के गर्नुपर्छ त गर्नु होला भनेर तपाईँले सकेसम्म चाहिँ मेरो युट्युब च्यानल चाहिँ लाइक गरिदिनु होला है त। हस्, धन्यवाद, थ्याङ्क यू।